हेलो साथीहरू, आज चाहिँ म घाँस काट्न भनेर हिँडेँ। घाँस काटौँ भन्ने सोचिरहेको छु। जाँदै जाँदै गर्दा म आज किबीबारीमा पुगेँ। दुईटा काम गर्नु पर्यो भनेर। किबीबारी अस्तिको भिडियोमा देख्नु भएको थियो तपाईँहरूले। पुरै जङ्गल भइसकेको थियो। मैले सोचेँ यो पनि आज काटिदिउँ, घाँस पनि हुन्छ अनि किबीबारी पनि सफा हुन्छ भन्ने मैले सोचेर त्यहीँ घाँस काट्ने फैसला गरेँ साथीहरू। अनि म घाँस काट्न भनेर रेडी भएँ र घाँस काट्न भन्दा अगाडि थोरै भिडियो पनि बनाएँ। अनि म घाँस काट्न थालेँ साथीहरू। घाँस काट्ने क्रममा मैले घाँस काट्दै गरेँ साथीहरू। हेर्नुहोस् तपाईँहरू, हँसियाले घाँस काटेँ। घाँस काट्दै काट्दै यस्तै भयो साथीहरू घाँस काटाइ मेरो आजको। फाइनल्ली साथीहरू मैले घाँस काटिसकेँ। घाँस काट्ने क्रममा मैले साथीहरू दुईवटा ठुल्ठुलो यो साधु काँडो भन्छन् हाम्रोतिर, यो काँडाको बोट भेटाएको थिएँ। त्यसले त गोज्छ, त्यसलाई त लगेर एक ठाउँमा सुरक्षित ठाउँमा राख्नुपर्ने हुन्छ साथीहरू। अनि यसलाई कहाँ लाने भन्ने सोचेँ मैले। सोच्दै बोकेर त्यहाँबाट निस्केँ। देखाएँ तपाईँहरूलाई। म घर जाँदैछु साथीहरू। अब यो काँडालाई के गर्ने भनेर सोचिरहेको छु साथीहरू। मैले एकदम डरलाग्दो काँडा छ, गोज्छ साथीहरू यसले। अनि यसो देख्दा आगोले पकाउने ठाउँमा आगो बाल्नु भएको रहेछ मम्मीले। यहीँ डढाइदिँदा हुन्छ भने जस्तो लाग्यो र त्यहीँ आगोमा हालिदिएँ मैले साथीहरू। फाइनल्ली आजको काम सकियो।